नमस्कार। आउनुहोस् आज सुनौं 4 मैनबत्तीहरू बीचको कथा। 4वटा मैनबत्तीहरू बिस्तारै जल्दै थिए। वातावरण यति चकमन्न थियो कि उनीहरू एक आपसमा फुसफुसाइरहेको स्पष्टै सुन्न सकिन्थ्यो। पहिलो मैनबत्तीले भन्यो, म शान्ति हुँ, कसैले पनि मलाई बाल्न सक्दैन, त्यसैले म ठान्छु म जल्नै हुन्न, निप्नुपर्छ। त्यसपछि ज्वाला बिस्तारै निभ्यो। दोस्रो मैनबत्तीले भन्यो, म विश्वास हुँ, मुख्य कुरा त म हराउनुहुन्न, तसर्थ मैले जल्नुको कुनै अर्थ देखिन। बलिरहेको ज्वाला झ्याप्पै निभ्यो। आफ्नो पालो आएपछि तेस्रोले भन्यो, म प्रेम हुँ, ममा त जल्ने आँटै छैन। मान्छेहरूले मेरो महत्त्व बुझेनन् र मलाई बाले। तिनीहरूले त आफ्नो अति निकटहरूलाई पनि माया गर्न भुले। अनि क्षणभरमै तेस्रो मैनबत्ती पनि निभ्यो। एक्कासी एउटा बालक मैनबत्तीहरू भएको रुममा प्रवेश गर्छ। 3वटा मैन निभिरहेको देखेपछि उक्त बालकले दुखी हुँदै सोध्छ, तिमीहरू किन नबोलेको? तिमीहरू नसकिदासम्म बोल्नु पर्ने होइन र? त्यसपछि बलिरहेको चौथो चाहिँ मैनबत्तीले बालकलाई सम्झाउँदै भन्छ, तिमी नआत्तियौ, म बलिरहेसम्म हामी निभेका सबैलाई फेरि बाल्न सक्छौँ। म आशा हुँ। बालकले आशाको मैनबत्ती उठाउँछ र निभेका 4वटा मैनबत्तीलाई पुनः जगाउन थाल्छ, बाल्न थाल्छ। यस्तै यो मैनबत्तीको कथाले भने जस्तै आशाको ज्वालो तपाईँ हाम्रो जीवनमा पनि कहिल्यै निभ्नु हुँदैन। आशा, विश्वास, शान्ति, प्रेमलाई बचाइ राख्नु पर्दछ।